यो तल्लो भेगमा चाहिँ घुम्न हिँडिरहेको छौँ होइन गाइज। जबरजस्ती गोलबेडा खेतीको थाकमा देख्न सक्नुहुन्छ। यता चाहिँ म सिङ्गल छु गाइज। मलाई चाहिँ यस्तो यस्तो घुम्न मनपर्छ। तर काँक्रो चाहिँ धेरै चिटिक्क परेका काँक्रोहरू पनि देखिन्छ। तर अर्काको खानै आउँछ चाहिँ मलाई लाग्दैन। किनेर खानुलाई चाहिँ बारीमा यस मिलिरहेछ। एकदम रमाइलो। म यहाँ अझै धेरै टाढा छ नि। तल झन् काम त भइरहेछ। यता चाहिँ घुम्न निस्क्यो। सुँगुर फार्म आइपुग्यो खोला छेउनेरि। टोरी हेरिरहेको छु गाइस। सुँगुरहरूको खोर त्यस्तै छ। उता हाँस पालन ब्रोइलर कुखुरा उहाँको बाटो भेटिसक्यो। हाँस देखाउँछ हाँस चाहिँ हाँस चाहियो भने होलसेल रेटमा पाउँछ होला यहाँ जहाँसम्म लाग्छ मलाई। अन्त बाटैबाट जाने हो भ्लगिङ भिडियो हो यो। अब कस्तो मुड चल्यो होला मलाई काममा त्यस्तो भिडियो बनाउनु मात्रै लागिरहेको छ। अझै त्यो उहाँ पर कहाँ जस्तै हिरो गन्दगी पार गर्नुपर्ने जस्तो लागिरहेको छ मलाई। लगाउनु यो चाहिँ व्हाइट हाँस छ। व्हाइट लोकल हाँस नभएर यो चाहिँ ब्रोइलर हाँस जस्तो लाग्यो है मलाई। एउटा हाँसको कति पर्छ पनि थाहा छैन। एउटा हाँसको त्यही 1000 रुपियाँ लिएला नि जस्तो लाग्यो मलाई। उयो बिललाई सोध्छु म एउटा त्यहाँ खानासाना बनाइरहेको रहेछन्। दिललाई सोध्छु एउटा हाँसको कति पर्छ भनेर है त। सेतो चाहिँ 500 अरे कालो चाहिँ 1000 अरे। हाँसको एकदम हाँसै हाँस रहेछ। रेट सोधेको अहिले रेट सोधेको पछि किन्न आउनुपर्छ दिदीका। 2.5 किलो भने त 200 100 200 250 रुपियाँ जम्मा। धेरै सस्तो यार नेपालमा। कुखुरा भन्दा ब्रोइलर कुखुरा भन्दा नि सस्तो परिन्छ एकदम। हाँसै हाँस यहाँ त अब यो एरिया पुरै हाँस। एउटा मान्छे लगभग 400-500 एउटा हाँस पालाउनु पर्छ। ब्रोइलर हाँस र अर्को हाँस गरेर एउटा मान्छेले लगभग 500 पिससम्म देखियो। रमाइलो छ होला। त्यो उल्टो भन्दा मार्छ बिस्तारै फर्किनु। कुकुरको डर लाग्यो। अर्को बाटोमा कुकुरदेखि चाहिँ डर लाग्छ क्या मलाई। तर क्षेत्रफलको हिसाबले मुलपानी एकदम ठुलो क्षेत्रफल। कागेसम्म नगरपालिका पर्छ। वडा नम्बर यो 4 हो कि 5 हो थाहा छैन। यहीँतिर मान्छे स्थानीय सोध्नुपर्छ। यहाँको वास्तविक साथीहरू यता म त दिदी खोला यता म त फर्काएको उता छ। डोजर लगाइरहेको नि खोलामा पनि। ओहो खोलाले खाइदिन्छ डेन्जर लाग्यो मलाई। त्यही हो यो चाहिँ चाङ्गु नारायण भन्छ बारी। दुवाकोट चाङ्गु नारायणको मुनि ठ्याक्कै चाङ्गु नारायणको मुनि आइपुगेको छु। हो यो युट्युबमा आउँछ। युट्युब सुभाष गौतम युट्युब च्यानल सब्सक्राइब गर्नु लाइक गर्नु। यहाँको पनि वास्तविक मुलपानी यो नम्बर 5 बाट मुनतिर यो खोला साइड करिडोर साइडमा आएको छु कि म घुम्नलाई। म खास आज के मुड चलेर यो भ्लग बनाइरहेको छु। र अर्को कुरा के छ भने यस्तो यस्तो घुम्नु पनि पर्छ भन्ने हिसाबले चाहिँ हाँसको रेट पनि बुझिहाल्नु। लोकल हाँस 1000 रुपियाँ 1.5 किलो जति हुन्छ जम्मा। ब्रोइलर हाँस 2.5 केजीसम्म हुँदैछ तपाईँ जम्मा 500 रुपियाँ एक पिसको। सस्तोमा पनि राम्रो पनि। किनभने यहाँ यो
तपाईँको स्थानीय किरा फटाएर खाएर हुर्केका हुन्छन् ब्रोइलर घाँसले पनि यो पनि कराएको छ यो चाहिँ अलिक मैला हुन्छ नुहाइदिनु पर्ने भएको यो घाँसलाई चाहिँ है घाँस सस्तोमा काठमाडौँमै सस्तोमा मासु खानको लागि सस्तो यो कालो चाहिँ के हो के निकै बारी करेन्टको काम हिँडिसकेको छ क्रस हो क्रस पनि हुन्छ नि रमाइलो लाग्यो भिडियो अन्तिम समय हेर्नु होला पाइन्छ सुँगुर फार्म चाहिँ अर्को भिडियोमा है अर्को भ्लगिङ भिडियोमा घाँसलाई खाने दानासाना आफै मर्नु दिन्छ दिनले अलिअलि दाना खोज्नु यो ब्रोइलरले चाहिँ तर यो जस्तो भुसुस यस्तै खाएर नि अब यस कम्पाउन्ड गरेर सफा गरेर गर्न सक्यो भने सफा त चाहिएन त्यस आल्टी हुनै पर्छ मनसकेको हाँस हो नि हाम्रो नाफा त देख्दैन तर पनि अब खर्च चाहिँ खानेकुराहरू हालेकै खाएर भए पनि खाएर खाने चिज भएर पनि नाफा चाहिँ देखिरहेको छु मैले है त 2.5 केजीको अब एकदिन खानु पर्दैन घरमै ल्याएर खानुपर्छ किनभने त्यो मासु तारो मासु नरम पनि हुन्छ कमा बेच्नुमा अब मधेसतिरका दाइ पनि आएको छन् बेच्नलाई आएका रहेछन् रमाइलो छ स्पिकर बनाएर चाहिँ यतातिर के अरे भिडियो बनाउनु पर्ला यो मोबाइलको स्पिकर अलिक सानो छ त्यही भएर अलिक समस्या चाहिँ पर्यो नि तर केही छैन सकिएन अब आज चाहिँ तपाईँको हिँड्दा हिँड्दै अब हिँडेको नै अहिले त राख्नु पऱ्यो बिच बिचमा फेरि रमाइलो भएन गोरा खिचाउँछ तपाईँले बोल्दाखेरि हालेको छ बहिनी चाहिँ भात राख्नु भएको भाजी खाने लभ दिस गोट मन पनि गोट गऱ्यौँ यो घुम्नु आएर माथि आएर हरेक कुरा गर्न पाइयो हुन्छ भर्खर पालै छन् हरियाली छन् पालै पनि छन् गोलबेडा भोबाल गोलबेडै गोलबेडा एउटा दाइ चाहिँ औषधि हाल्न हिँड्नु गएको छ होइन ला कुकुरले टोक्छ भने डर लागेको कुकुरै भएको आफै काँक्रा तर अलि यहाँ चाहिँ बिउ बिजन नपुग्यो के हो भने भाङ्गा भाङ्गा काँक्रा यो के भन्छ खनायो होइन के को बोट हो पुल अब गोलीबेडामा फेरि भयो भिडियो जस्तो अरे अब मेरो बहिनी ठाउँमै आइपुग्छ अब जानुपर्छ एक होटलमा गएर बस्नु पर्ला एकछिन होटलमा गएर चिया खानु पऱ्यो एक कप मिठो चिया मिठो चिया त्यसको लागि ल भिडियो आज यति नै हामीले जाने 9 मिनटको भिडियो बन्यो है 10 मिनटको नि ठुलो अल्छी लाग्यो 5 मिनट आउनु जानु 5 मिनट जानु 5 मिनट भिडियो खिच्नलाई टाइमै लागेन अब डाइरेक्ट हातमा खिच्दाखेरि 9 मिनटको अब आइपुग्नु लाग्यो मूल पानी 5 गाछी यहाँ चाहिँ बस्ती छ है यो तल्लो भेगमा चाहिँ खेतीपाती गर्छ माथि चाहिँ सायद बस्ती छ घर पनि घर छन् घर पनि एकदम एउटा यहाँ टाढा रमाइलो लाग्यो भिडियो रोक्नै मन लाग्यो सुन्दर ठाउँमा आएको घर नयाँ घर बन्ने रिङ राख्दै रहेछन् रिङ नयाँ घर
सानो गाछ